रासोपाका मान्छेले मात्र भोट दिएर जितेका होइनौँ साथीहरू। हामीले काङ्ग्रेस, एमाले, माओवादी लगायत सबै राजनीतिक दल, उनीहरूको यसो होइन कि उहाँहरूसँग बस्ने घर थिएन। राजनीतिक रूपमा उहाँहरू सबैको आफ्नो घर थियो, तर भएको आफ्नो घरलाई छोडेर हाम्रो पार्टीलाई आफ्नो घर बनाएर आएर भोट दिएका छन् विभिन्न राजनीतिक दलमा आस्था र विश्वास गर्ने साथीहरूले। तिनलाई पनि चिया पसल र चौतारमा प्रश्न गरिन्छ, तर छोडेर घन्टी भएको थिइस् त देखिस् भन्दाखेरि उसले छाती फुलाएर आँखा जुदाएर जवाफ दिन सक्ने क्रियाकलाप तपाईँ हाम्रो हुन जरुरी छ। हामीले उसको शिर झुकाउन दिनु हुँदैन। त्यति मात्र होइन, यो सिङ्गो देशको शिर झुकाउन दिनु हुँदैन। हामीले सिङ्गो पुस्ताको शिर झुकाउन दिनु हुँदैन। हामीमाथि आशंका छ यिनीहरू आलाकाचा हुन् कि कहीँ यिनीहरूले गर्दा देश नै अप्ठ्यारोमा पर्छ कि, यिनले वैदेशिक सम्बन्धलाई बिगार्छन् कि, यिनले व्यापारिक सम्बन्धलाई बिगार्छन् कि, यिनले गरेका गतिविधिले निजी क्षेत्र त्रसित हुन्छ कि, यिनले गरेको क्रियाकलापले ब्युरोक्रेसीमा सातो जाने वातावरण बन्छ कि, यसले न्यायिक प्रणालीलाई असर गर्छ कि, जस्ता अनेक शङ्का आशंकाका आँखाले तपाईँ हामीलाई चनाखोका साथ आम नागरिकले, समाजले, सिङ्गो देशले हेरिरहेको छ। यतिखेर हामी यो देशको सबैभन्दा जिम्मेवार सांसदका रूपमा खडा भएका छौँ। तपाईँले टाँच्नुभएको यो लोगो, सांसदको लोगो, त्यसको वास्तविक वेट कति छ मलाई थाहा छैन, तर त्यसको भारी त गरुङ्गो छ। त्यो कोटको एउटा कुनामा यसै अडियोको एउटा ढ्याक होइन साथी हो, यो देशको भविष्य बोक्ने जिम्मेवारी भएको एउटा महत्त्वपूर्ण चिन्ह हो। त्यो चिन्हलाई यहाँहरूले चिन्न सक्नुभयो भने मात्रै हामी इतिहास लेख्ने बाटोमा जान्छौँ, नत्र जीवनी त हामीले लेखिसकेका छौँ। जीवनी लेख्ने रहर भएका साथीहरू अर्को लाइनमा खडा हुन सक्नुहुन्छ। यो समाजमा जीवनी लेख्ने प्रशस्त ठाउँहरू छन्। संसद होइन, संसद त इतिहास लेख्ने ठाउँ हो। पार्टी होइन, पार्टी त इतिहास लेख्ने ठाउँ हो। अरू केही लेख्न मन छ, निबन्ध कथा लेख्न मन छ भने त्यो बेग्लै ठाउँहरू छन्। यो त इतिहास लेख्ने यात्रा नै। त्यसकारणले यो इतिहास लेख्ने यात्रामा हामी अगाडि बढेका छौँ। हिजो पनि हामीले नारा लेखेका हौँ, चुनावमा हामीले नारा लेख्यौँ, त्यही नारालाई पत्याएर नागरिकहरूले हामीलाई साथ दिएका छन्। त्यसैले म यहाँहरूलाई कुनै पनि पार्टीको एउटा लाइन भन्दा बाहिर गएर कुनै झुन्ड, समूह, ग्रुपमा विश्वास नगर्न अनुरोध गर्न चाहन्छु। तपाईँहरूलाई आज एउटा खुलासा गर्छु म। कहिलेकाहीँ साथीहरूले बालेन रवि, रवि बालेन भनेर चाहिँ यसो अलग अलग म त यतातिरको उतातिरको भन्ने कुरा गर्छन्। अनि प्रधानमन्त्रीजी र म यो कुरा एकअर्कालाई गरेर हामी बडो हाँस्छौँ। फलानुले यसो भन्यो नि हामीलाई थाहा हुन्छ, हाम्रो एउटा शर्त छ, हामीले यस्ता कुराहरू चाहिँ छलफल गर्ने भनेर। एक दुईजना साथीहरू आज यो पनि भनिदिन्छु, यो अलग हामीलाई अलग ढङ्गले हेर्न म त यताको हो नि र म त उताको हो नि भनेको कारणले मन्त्री नभए साथीहरू पनि हुनुहुन्छ। त्यस कारणले तपाईँहरू यो कुरा याद दिनु होला, किनकि हामी छलफल गरि नै हाल्छौँ। भनिहालेँ हामी एउटा कार्यकालमा यो कुनै त्यस्तो सामान्य त्यतिकै ल मिलाउँ त मिलाउँ भन्ने होइन। इतिहास सम्झिएर, यो देशको भविष्य सम्झिएर हामी यो सहयात्रामा हिँडेका साथीहरू हौँ। हामीले हाम्रो व्यक्तिगत कुरालाई माग मुद्दा बनाएर हिँडेका छैनौँ। तर यसो पाइन्छ कि मिल्न म त यस्तो हो नि भनेर भन्नुभएको साथीहरूको कस्तो हो भन्ने कुरा फेरि थाहा हुन्छ। त्यस कारणले यो पनि बन्द गर्नुपर्छ है। यसको कुनै गुन्जायस नै छैन, यो सम्भावनै छैन। तपाईँ सम्झनुहोस् त, 70 वर्ष अगाडि यो देशमा मिल्नुपर्ने मान्छेहरू झगडा परेको कारणले संसारले कहाँ प्रगति गरेको थियो। 70 वर्ष अगाडिको इतिहासमा यो देशमा राजनीतिक रूपमा मिल्नुपर्ने मान्छेहरू झगडा गरेको कारणले हामी 70 वर्ष पछाडि परेका छौँ। सम्भव छैन। यसलाई फुटाउनलाई कहिलेकाहीँ कसैलाई रहर लागेर, मिडियाका साथीहरूलाई पनि रहर लाग्छ नि, अनेक हेडलाइन दियो नि यिनीहरू फुट्छन् कि क्या हो भन्ने बडो मुख मिठ्याउनुहुन्छ। आम सरी, त्यो बास्ना त चल्ला तर खाना त आउँदैन, सर्भिस त हुनेवाला छैन। We are politically matured enough. हामी हुर्किसकेका छौँ, राजनीतिक रूपमा त्यति चाहिँ हुर्किया छौँ हामी। त्यस कारणले व्यक्तिको चाहना अनुसार कहिलेकाहीँ तपाईँहरूलाई कसैले झुक्याइदेला, म त यता पार्टीको नि, म त उतातिरको नि भनेर झुक्याइदेला। त्यो झुक्याउनुमा पर्नु होला, फेरि अर्को अवसरबाट तपाईँहरू वञ्चित हुनु होला है साथीहरू। त्यहाँबाट झुकिनु भने त अर्कोबाट टिकट पनि आउँदैन। अनि कहाँको सभापति, कहाँको मन्त्री। त्यस कारणले मैले अघि तपाईँहरूलाई भनेको कुरा यहाँ किन मैले जोड्न चाहेको भने
हामी नेतृत्वका रूपमा तपाईँहरूबाट इतिहास बदल्ने कदमको अपेक्षा गरिरहेका छौँ। तपाईँहरू एउटा अवसर पाइएन भनेर म यताको र उताको भनेर गफ गरेर त्यहीँ अल्मलिरहनु भएको छ भने युटर्न लिनुहोस्। हामी राइट बाटोमा जाँदैनौँ। हाम्रो गन्तव्य एउटै हुनुपर्छ, नेतृत्वले देखेको गन्तव्य र तपाईँले देख्नुभएको गन्तव्यमा। नेतृत्वले देखेको गन्तव्य र तपाईँले देखेको गन्तव्यमा फरक पर्यो भने हामी पुग्ने ठाउँ अलग हुन्छ। अलग ठाउँमा पुग्ने भनेर हामी हिँडेका होइनौँ, हामी त एकै ठाउँमा पुग्ने भनेर हिँडेका हौँ साथी हो। हामीले त अर्जुन दृष्टि भनेका छौँ, त्यहीँ पुग्ने हो, सबैले त्यहीँ हेर्ने हो।